म जाँदैछु गाउँ। मेरो गाउँ हो जलमुखी गाउँपालिका वडा नम्बर 7 धादिङमा रहेको छ र म आएर यहाँ गाउँको अलिअलि भ्लग बनाउँदैछु। तपाईँहरू हेर्न सक्नुहुनेछ, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है त। Baby, I'm perfect for you. And if you like midnight driving with the windows down, and if you like going places we can't even pronounce, if you like to do whatever you've been dreaming about, baby, you're perfect. Baby, you're perfect. हिजो त पानी परेको थिएन, बाटो ठिक थियो। आज चाहिँ अलिकति बाटो बिग्रेर रहेछ। अब कसरी लैजाने त? लेट्स गो। पहिरो नि गयो कि हिमचुलीमा घाम लाग्यो घमाइलो, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छ नि रमाइलो। हेलो नमस्ते, म यतिखेर छु यो धादिङको सल्लाहघारीमा छु। यो चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि यो ज्याम्रुङ जाने बाटोमा पर्छ र यहाँ यस्तो मगमग बास्ना आइरहेको छ यो ठाउँ। हामी छौँ यतिखेर सलेन्टा पाखुरेको डिलमा। यतिखेर भने म मेरो गाउँ पहाड आएको छु, धादिङ। यहाँ मेरो हजुरआमा हुनुहुन्छ। कता आमा के गर्दै हुनुहुन्छ? यो चाहिँ हाम्रो घरबाट देखिने दृश्य हो। कस्तो दामी देखियो आज बादल, बवाल देखियो। ढगरे हो, केही चिन्नु भयो? होइन बाबासँग, बुवासँग नि आएको कि उता सलिन्टा छोडेर आएको। यो चाहिँ हरि हो होइन, मेरो बच्चा बेलाको साथी। यो चाहिँ कति वर्षपछि भेट हो है? यो हाम्रो भेट होला 6 महिना नि भाइ। 3 महिनाको पो। 3 महिना होइन, त्यो अस्ति नै त 3 महिना भयो क्या। 1.5 महिना। के छ खबर अनि? विदेश गएर पैसा कमाएर आएको होइन, म चाहिँ नेपालमै छु। आज म धादिङ थिएँ। यो चाहिँ मेरो नेपालमै बसेर जो चाहिँ नेपालमै बसेर बाइक चढेर चढेर हिँड्छ बाइकमा। हे त बाइक चढ्नु ठुलो बाइक नेपालमै बसेर बाइक चढ्नु धेरै ठुलो कुरो हो। थेत्तेरिका सिटामा चाहिँ भलाको क्या, छोटो बनायो भने चाहिँ धेरै लामो भला होइन, तँसँग रमाइलो लाग्छ क्या। आइज न। के भन्दा पछि तँलाई मेरो के कुरा याद आउँछ भन्दा पहिला? बचपनको कुराहरू, सँगै हिँडेको, सँगै पढेको, यताउता। सँगै त पढेन। सँगै भन्ने सँगै हिँड्ने नि त नपढे। के छ खबर? अगाडि भइहाल्यो नि त, मभन्दा पछाडि भयो। अगाडि भइहाल्यो। के छ भन्न अरू खबर? घरतिर सन्चै हो? सब ठिक छ। एकदम मिल्ने साथी हो मेरो, फटा भयो नि। फटा म त इमान्दारी को पाउँछ? आफूले इमान्दारी भन्छ यसले चाहिँ फेरि। यताबाट त एन्टी राइट परेर चाहिँ यताबाट। ओइ धन्दै लडेन म। लड्दैनस्, हामीले लड्ने खाले बना होइन। यहाँ म धन्दै धरिनँ नि तल मलाई। हो ल ठिक छ। के भन्न चाहन्छस्? यहाँ बसे पो हुन्छ त, यत्रो माथेर बसेर उल्लो बसेर। ल तेरो नि भ्लग बनाउनु पर्यो। को र? केशवे भाइ। केशवे भाइ हो। ल केशवे तैँले हेर्दैछस् भने तेरो भाइ नै आउँदै रहेछ, तर आएन यार, हाम्रो घर आएन। तेरो भाइ गयो यता नआइकन। तँलाई चाहिँ धेरै सम्झेको छ है त। यता हाम्रो हजुरआमा नि हुनुहुन्छ, बुढी हुनु भइसकेछ 3 प्रतिदिन। तर मैले हजुरआमालाई देखिबाट सधैँ यस्तै देखेँ। देखिबाट केही चेन्ज, अलिकति हल्का हल्का हो कि जस्तो, नत्र है बिस्तारै बुढी हुँदै जानुभयो। 32वटा दाँतमा सक्यो, यही पनि हल्लिया छ। हल्लियो के खाने? घर ताल चलाए यस्तो बिल आइरहेछ, बिजुली बिल त कहिलेदेखि हो, आजै हाने होला। अहिले उतैबाट पैसा हालिदिन्छु। हेलो गाइस, यतिखेर आउँदैछु म गाउँ डुल्दैछु। गाउँमा हिँड्ने मान्छे नभएर बाटोहरू यसरी पुरानो बाटोहरूमा झार उम्रेछ, घाँसहरू। अनि मेरो साथी छ यो, मलाई आज गाउँ डुलाउँछ।
यो नास्पाती होइन सोल्टी नास्पाती खानीलाई त्यो खैरेहरूले वाट इज दिस भने जस्तै हो दाना देखाइदियो नि दाना यहाँ ए नास्पाती फुल्दो रहेछ गाउँघरतिर जे नि पाइन्छ के जे खाए नि भयो आरू किन्न के त्यस्तो खासै पर्दैन 1300 रुपियाँ दर्जन पुगेर नि खोइ हाम्रो यता पर्दैन फेरि पैसातिर अनि यो घर त भत्किसक्यो रहेछ त यो घरको बसाइ चार्ज खोइ यहाँको मान्छे बसाइ चार्ज त काट्नु हो र यो देख्यो हाम्रो मिनी ब्लग छ नि यो हाम्रो मिनी भलग मेरो साथी हरि यता हेर्न हाई गर्दा यो चाहिँ मेरो बच्चैदेखि साथी हो यसको मेरो फेरि खतरा जोडी मिल्थ्यो अहिले पनि तर यो फटा खा क्या यो अलिक बढी गफ लाउने भएछ अघिल्लोचोटि म चुनावमा आएको घन्टीमा भोट हाल्ने हो भनेर फेरि सूर्यमा हालेछ म चाहिँ फेरि सुरेन हालेको अहिले पत्याइदिएर सुरेन हालेको चम्किन्छ ध्यान उता बाजा भन्ने त मलाई ओहो खतरा दामी सिन देख्यो है यो तल देखिरहनु भएको चाहिँ यो हाम्रो चाहिँ खेती किसान गर्ने जग्गा हो खेती गर्ने जग्गा हो त्यो चाहिँ डी भन्छ होइन डीको पुच्छार भन्छ त्यसलाई चाहिँ यो चाहिँ अहिले हामी चाहिँ के डाँडोमा छौँ हरि अहिले हामी भोला होइन के यो डाँडाको नाम भन्न यो भनेको यो कोर्सो डाँडो कोर्सोको होइन के डाँडो भन्छ एउटा तल्लो छ डाँडो होइन त्यो त पल्लोपट्टि हो तिमीहरूको घरको डाँडोलाई के भन्छ नि थाहा छैन तल्लो थर भन्छ हाम्रो उतापट्टि हो हाम्रो भेगमा हामी तल्लो थर डाँडामा छौँ कोर्सो गर्ने डाँडो यसले मलाई आज घुमाउनलाई घुमाउन लाग्यो घरमा म टुरिस्ट जस्तै भएछु यो चाहिँ हाम्रो अङ्कलको घर हो अङ्कलको नाम पनि लिने त अङ्कलको नाम के हो दिननाथ दिननाथ कँडेल या यो चाहिँ गाउँमा एउटा भाइरल घर हो यो चाहिँ यो घर यो भाइरल घर हो यो हाम्रो हरिको घर आयो पानी खेर गाह्रै छ पानी माथिबाट आउटलाइनबाट जान्छ आउटलाइनबाट पानी गइरहेको छ अनि हाम्रो रामपुरमा चाहिँ खास पानीको समस्या चाहिँ छैन है एकदम त्यस्तो विकट छैन कि लाइक तपाईँहरूको जस्तो अन्त जस्तो हो यसरी हेलो नमस्ते अङ्कल के छ खबर यो म त भ्लग बनाउँदै गाउँघरतिर डुल्दै के छ तपाईँको खबर ओहो मोटाउनु भएछ त तपाईँ त के छ आन्टी कता जानुभयो त मकै बुढे मकै हेर आमामा बाख्रा रहेछन् टन्नै हो कहाँ डी पुच्छर ए घर त चिटिक्कको बनाउनु भइसकेछ त रमाइलो छ रमाइलो पानी चाहिँ के हो यो भरेर खेर गयो हो कि के हो यो पानी युजै हुँदैन यो है गाउँघरतिर के आनन्द छ नि के छ त अङ्कल अरू हालखबर तपाईँको नयाँ नौलो घर त पुरानो घर यत्तिकै रहेछ पुरानो घर त यत्तिकै रहेछ त त्यो जस्ता तस्तै राखेर यता हो ए हाम्रो हरिको एउटा मात्र कोठा हरिको कोठा हो यो ल्याएर बिहार यहीँ ल्याउने होला बुढी नेपाल हेत्याध्याय राष्ट्रिय महासङ्घ पर्दा यो लोकल पर्दा हाम्रो गाउँको हाम्रो जुगाड होइन त यसलाई जुगाड भन्छ है यो तर बवाल दामी छ मैले अब यो जुत्तै लाएर आएँ त म के छ यसको छुट्टै माया छ क्या 100 दिन बस्नेलाई चाहिँ जुत्ता आउट हुन्छ 1 दिन 2 दिन आउँदाखेरि चाहिँ फेरि थ्याङ्क गड खुसी लाग्यो यो यस्तो हो खोल्नु पर्ने हो मैले नैतिकताको आधारमा नि लाचै बचाएपछि त के गर्ने अनि छुट पनि पाइयो नि त जुत्ता त ओ हरिब छ त अनि के खुट्टा नआउने टाउका नआउने एकैचोटि छ त ओहो खतरा भाँडो रहेछ त वाट इज दिस भोडको वाउ चाहिँ गाउँमा खाइन्छ यो चाहिँ बवाल हो होला पानी छ र अनि पानी हालेर खानु पर्ने त यो त अर्ग्यानिक हो नि त यो चाहिँ टी पँधेरा भन्ने हाम्रो चाहिँ एउटा चर्चित पँधेरो छ है पानी कस्तो हुन्छ टेस्ट एकदम मिठो एकदम मिठो हुन्छ साँच्चै मिठो नै हुन्छ तपाईँहरू चैनपुर आउनु भयो जलमुनी गाउँको कहाँ वडा नम्बर 7 होइन 7 तल्लोरामपुर आउनु भयो भने हाम्रो एकदम यहाँको भाइरल मान्छे होइन उनीहरूलाई भाइरल त हो नि त होइन
हुने होला भाइरल हो होइन फेरि फेस बिर्सिनु होला नि ल फेसबुक देखेँ त दामी आयो रातो रातो ग्लो आयो क्या फेसमा त खतरा हो पहिलेदेखि ह्यान्डसम मान्छे हो अलिकति फटायो भरको त तर राम्रो छ गरिम ज्यादा छ तर चितवनमा जस्तो त छैन चितवन जस्तो छैन यहाँ भरे अब फ्यान चलाइदियो नि ल यो हो फ्यानको व्यवस्था पनि रहेछ यहाँ त यहाँ तल म त माथि हेरिरहेको माथि जग्गा उतापट्टि यो कहाँ जोड्ने हो नि सल्टी पलाएको थिएन तलको पल तलकोमा यहाँ चाहिँ यो यसै ट्याक्क जोडेपछि चाहिँ यो फनाउनु हुन्छ होइन कति नम्बरमा लाउने सर जति आवश्यक पर्छ त्यति हो आवश्यकता अनुसार युटिलाइज गरिन्छ ल ठिक छ हाम्रो सोल्टीको कोठा एकदम रमाइलो आयो नयाँ नयाँ घर बनाएर रहेछन् सोल्टीले ल एउटै गाइज गरिदिनुहोस् न त एकखेर यता फर्केर भ्लगको इन्नी गर्नुपर्छ के मलाई आउँदैन सिकाउँदैछु त मैले गाइज भनेर यस्तो ठ्याप्प गर्ने ए उसो क्यामेरामा हेलो फेरि मान्नु छैन यसै डस न ओहो ल यो ठ्याक्क नयाँ दुले लिएर आउनु रहेछ सरले यो तन्न सन्न हालेपछि त यो तन्न हो यो चाहिँ ल यो तन्न ट्याक्क हालेपछि त अनि भइहाल्यो नि अनि एकजनालाई मात्रै हो त के यो त एकजना मात्रै सुन्दै नि भनेको ए तिनटै पर्छ बिहा होइन बिहा गरे हो माइतान ए त्योहरू अहिले एउटा मात्रै ओछ्यान लगा हो अनि यतापट्टिको कसलाई त यो खाली स्टोक जो स्टक ए जो पाउनु चाहिँ त्यही ए ल ठिक छ जेस ऊ बेड मेकिङ पनि खतरा गर्दो रहेछन् है साथीले खुसी लाग्यो मलाई म पनि सहयोग गरिहाल्छु नि ल ठिक छ ल बवाल दामी अनि एकखेर इन्डिङै भएन के गाइड गर्न एक फेर मात्रै लाइक सब्सक्राइब कमेन्ट भन्नु न लाइक सब्सक्राइब गरिदिनु होला होइन कमेन्ट नि कमेन्ट आइहाल्छ भन्नै पर्दैन हो ल यस्तो राम्रो मान्छेले देखाएपछि त आइहाल्छ ल गाइस साथी नै बाई बाई सबैजना ब्लगहरू कस्तो लाग्यो कमेन्ट गर्नु होला है त हाम्रो चाहिँ फेरि लोकल यो अर्ग्यानिक होइन ओ माई गड ल हाम्रो त किसान एकदम पक्का किसान म जर्सी गाई भन्छ यसलाई यो जर्सी गाई यो कहाँबाट लिएर हो यो किनेर ल्यायो हो ओहो गाउँघरतिर पनि जर्सी गाई आउनु थालेछ भैँसी पालेर रहेछन् ब्याउने हो आफ्नै घरको होइन दुधमै खायो टक्क मिहिनेत गऱ्यो आनन्दले बस्यो गाउँ आनन्द हो अहिले चाहिँ बिहाइने हो बिहाइसकेपछि पाउँछ सही हो तर लरक्क पऱ्यो भैँसी रहेछ खतरा यता जर्सी गाई ओहो खुर्पी ठ्याक यो तपाईँहरूले चिन्नुहुन्छ चिन्नु हुँदैन यसको नाम हो खुर्पी ठ्याक अनि यो चाहिँ खुर्पेटो ट्याक फेर्ने कहाँ जाने होइन रुखमा चढ्नलाई सजिलो हुन्छ डोकोहरू देख्नु भएकै छ तर बारीमा त के देखाउनु यहाँ खुर्सानी फलेर हैरान ट्याक्क सिँचाइ केही गर्नै पर्दैन ट्याक्क जे बढी हुन्छ उठाइदियो उता केरा पाक्दैछ घरि लाग्दै रहेछ तर परलको कुन्यो छ त्यहाँबाट थुत्यो ट्याक्क यहाँ हाल्यो त्यो दुयो यही भाँडा लिएर गयो टक्क तता खा बाल्टीमा धुनुपर्छ नि बाल्टीमा सात लोटा आउँछ 7 लोटा आउँछ आइहाल्छ नि ए कति माना दिन्छ 5-6 माना हाम्रो हरिको दाइ चाहिँ हो है फेरि उहाँ एकदम ह्यान्डसम म्यान वान अफ द मोस्ट ह्यान्डसम सङ्गम और के भन्छ ब्रेज सङ्गम यस टिभी यो कोठामा हामीले धेरै बसेर रेस्लिङ हेर्थ्यौँ है रेस्लिङ हेर्थ्यौँ 12-15 वर्ष भयो 12-15 वर्षै भयो एलजीको हो एलजी ब्रान्ड एकदम खतरा छ अहिले पनि चल्छ होला नि होइन ठिक छ ल यही हो हाम्रो साथी यो एकदम बालिन्साको फोटो त गाउँ गाउँतिर नि रहेछ है यो हाम्रो यो हो नि त यो नारा हो नि त ए हो ल नभनौँ त्यहाँभन्दा धेरै होइन नारा यो हो चुपचाप छाप त्यही भने के ल अब हामी कहाँ जाने अहिले अब हामी चाहिँ अहिले मकै गोड्न मकै गोड्न जाँदैछौँ है यता फेरि मकै हुर्किँदैछ
कता उता भाँच्न थालिसक्यो उता के यहाँ त अनेक भइसक्यो यो एउटा काँक्राबारी किम्बु छ काँक्रोबारी कहाँ तल ल जाऊँ न त घुम्नु तल नि जान्छ बारी जाने जाम फेरि अलि आउन चाहिँ ढिलो हुन्छ के मलाई भात दिँदै दिने भात खुवाउने रे ल आज मलाई सोल्टीले है अब सोल्टी यो फेर्न लाग्यो कपडा नदेखा मलाई है यस्तो काम नदेखा ओर्किङ काममा कपडा चाहिँ ओके ओके ओहो माई गड यता फेरि काँक्रो फल नै लाग्यो यो फुल खेल्दै रहेछ एउटा भाग यता आरू छ फेरि आमामा तपाईँहरूले देख्नुहुन्छ यो गाउँघरतिर चाहिँ जहाँ जे पनि त्यो फलफुलै हुन्छ क्या ट्याक्कै आरू फलेर फेरि सोल्टी टक्क कपडा चेन्ज भइसक्यो है फुटबल खेल्न जानु लाग्यो जस्तो देखियो तर केटो मकै गोड्न जानु लाग्यो होइन ल ठिक छ हाम्रो बारी चाहिँ उहाँ तल छ है सायद त्यतै जाने होइन हाम्रो बारी भाततिरै नाम्रो लिएर ट्याक्क अब बारीतिर लाग्नुभयो सर हेलो सर यता हेर्नु न म सुक्का हो बाबा ल यो कुखुरा हो तर कुखुरा चाहिँ छैन जस्तो छ तर गाउँघरतिर केही न केही चाहिँ हुन्छ क्या चाहिँ भयो घर त खतरा बने खाने डाँडा टक्क यो यता यो बुढी गण्डकी चाहिँ डुबान भएपछि चाहिँ यो खतरा बन्छ है किनभने मान्छेहरू आउँछ यो दाउराको कटेरो अघि देखाएको थिएँ आरू यो चाख्नुपर्छ यो आरू आरू यो आरू चाहिँ खाइदिउँ न एक लट भनेर यता हाम्रो अङ्कलहरूको घर हो के छ खबर अहिले आउँदा पुग्छौँला नि के हो अलिक पाकेर हुन्छ तर स्वाद चाहिँ आउनु थालिसकेको छ हेलो मिनराज मम्मी के छ हाल खबर कहाँ पर्दैन कोही छैन मान्छे नभएको घर जान्छ बनाउने भला यो चाहिँ बाइकमा भरि पाण्डेको कसको अङ्कल ए अङ्कलले घरमै लाने बाटो बनाउनु पर्ने हो क्या रोड जान्छ यो चाहिँ नयाँ मोडलको ल हाम्रो अङ्कलको बाइक खतरा रहेछ ल डिप मात्रै होइन अहिले आउँदा बनाउँला क्या डिप मात्रै जाने होइन दिएर बाटो पछि अहिले आउँदा बनाउँला अन्धेरा पनि यता भब्बु फाल्दै रहेछ फेरि नत्र बारी भ्लग बनाउनु सुरु गऱ्यो भने त बारी पुगेन ओ दौड्यौँ न त मलाई सिकाउनु थाल्यो यार यो भ्लग बनाउँथ्यो क्या भोलिबाट तँलाई देखाउनु पऱ्यो नि त म भन्नु पऱ्यो भनिदिनु पऱ्यो ल हाम्रो मिन्दाज मम्मीको मकै गर्दैछन् हेलो मैले अघि बोला हो त्यो चाहिँ आराम हुनुहुन्छ म आजै मिनी भ्लग देखेरी रुख चढ्न फेरि खप्पिस हो गाउँघरतिर रुख चढ्नु पर्यो नि म त भोलि नै फर्किन्छु होइन अब कता कता बस्ने एक रात छ यसले नि बसौँ भने अब मामा घरतिर पनि जान्छु खोइ फिक्सै छैन ल लागेको राम्रोसँग बस्नु होला अब एक्लै त पर्नु भयो होला सबै लागिहालेँ ल ल ल म आज हरिसँगै यसो हजुर हजुर म आउँदैछ गफाउनु पऱ्यो नि भइसक्यो क्या ल म त कहाँमा गयो होइन अहिले कसको हो र होइन म जुत्ता लगाएँ क्या खाँदिन्छ होला कसको हो र तिमीहरूको हो टिप्न त यो काँक्रो देखा न काँक्रो त देखिरहेको त आम्मा हाम्रो फेरि किसानी मान्छे खतरा हो काँक्रै टिपिदियो यार साथी आम्मा ल काँक्रो पाल्नुपर्छ होला ल होइन यो त पहालेर कता ल साथीले मलाई काँक्रो उतारिदियो है सुनाउनु नि लाल नि कुरा तर पनि ठिक छ यो काँक्रोको सिजन हो नि त काँक्रोको सिजन हो अब उता त बिख हालेको होइन औषधिहरू छिपेको हुन्थ्यो यता त अर्ग्यानिक होइन यो अर्ग्यानिक काँक्रो बिसातिर
विषादी रहित ल अर्ग्यानिक भनेको विषादी रहित त अर्ग्यानिक यसले चाहिँ जोत्छ अरे हाम्रो अङ्कल घरमा छ है अब नमस्कार फेरि नमस्कार गर्नु नि हुन्थेन होला सायद बिर्सेछु म त म भर्खर सलिन्डर पुगेर के भन्छ लेमन 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 यो चाहिँ 12 महिना 12 काल फल्छ यतिकै हो बोट खाली नै ए हो ल ठिक छ यो त लिची नि फल्यो गाउँ गएर मैले अरे मैले काँक्रो खान थालेँ है यो नि अर्ग्यानिक हो हाम्रै सबै हामीहरू उनीहरूले खाँदैन अरे तर मैले चाहिँ खाएँ मैले खाएँ एकदम मिठो रहेछ काँक्रो मिठो अस्ति मकै यति थियो होइन अस्ति यति थियो मकै होइन अनि त्यो विकासे मल हाल्दै गएर मकै होला त्यो अनि अर्ग्यानिक हुन्छ भने होइन के अनि विकासे मल हाल्नु पऱ्यो नि मकै हाम्रो सोल्टीको बारी आउनु लाग्यो है र हामी बारीमा आइसकेका छौँ अब सोल्टीको कट्टु तान्छ अनि काम गर्नु के गरेको रे गोरु कति बज्छ ए कतै रुपेला कुनै तल मान्छे मकै दामी रहेछ ल यहाँ त त्यो झारे झारे त्यो मथे नै मथे के गरे रे दुईचोटि दोहोरो गर्दै हुनुहुन्छ मलाई चिन्नु त आमा पण्डित होइन पण्डित होइन नमस्कार नारायण चितापु को त किरा काशीराम बोला उसको नाम चर्चित हजुर भगवान्को बारीमा मकै गर्दै हुनुहुँदो रहेछ त्यस्तो बुढो हुँदा सारे थाम्थामी जम्मै खल्थ्यो अब कति कति सारे दोहोरो खन्या भन्दै आएको होइन भतिजो अस्ति पानी परेर राम्रै गर्यो मकैलाई हो त नि म त खरेर बस्यो गएको 10-8 दिन म त भोलि नै जाने बोल्ने जाने अनि आमा उतै हुनुहुन्छ होइन आमा उतै हुनुहुन्छ उतै छन् हजुर ल रानकै हो न रातमा बस्नु है लौ बा गएको म राम्रो ओहो हाम्रो ओहो हरिसक्यो कति चाँडै हो हेलो आन्टी नमस्ते त्यो ब्राइटनेस घटाबाट कि बढाबाट हो हाम्रो आन्टी चिनी नै छोड्नुभयो त ए देखिनु भयो म मोटा छु र हो खासै मोटा त होइन आधै हो खोइ होला अलिअलि त बढ्यो हो खासै मोटा त होइन हाम्रो हरिसरको मकै गोडाखेरि खतरा क्या सबैजना झुकेरै भएन हरिले मलाई काँक्रो खानिदियो आफ्नै बारीको हरि कसको बारीको टिपेदे ए यहाँ तलबाट पो माथि गाउँको भ्यू बबाल दामी देखिँदो रहेछ त हजुर बिहे त गर्ने अब अलि पछि 5-7 वर्षपछि म सल्लाह गरेर यसो अब यता हुन्छ है उता हुन्छ मिलाउँला नि मलाई यो चाहिँ हाम्रो के हो रे यो डीमा होइन डीमा चाहिँ मकै गर्ने कार्यक्रम छ आज हरिको बारीमा पहिला पर्म लगाइन्थ्यो अब चिकनतिर
यहाँ चाहिँ काम गर्दैन हगर चाहिँ रहर लगायो त फेरि हल्ला नि हजुर फेरि भिडियो बनाउँदा पुरै फनी भइदिएला नि बार्ने हरिले सिकेको थिएन होला एकपल्ट। किरा पसिनै पसिना खाँदा अनि मकै कहाँ ल्याप्छ हरि सरले खाँदै हुनुहुन्छ मैले अलिकति कोट्याएँ यति छ्यास पाटै देखा न यो पाटै गरेर पाटो त छ नि ठुलो हो पाटो त डुम्री आएको जतिसक्यो हो ओ हेर कता कति खनेर जाऊ नि त त्यहाँ के कता कति पुग्यो ल थुन्चे बोल्नु नि त अनि भलक बन्छ बल्ल ल अब मकै खनेको अलि झारहरू सफा बना त्यो जरा खलुवा ल्याउन पर्छ देखाउनु न कता उता उता देखाएर भलक जरा खलुवा ल्याउन पर्छ नत्र मकै फल्दैन अलि चिसो चिसोहरू त झार चाहिँ मर्दैन जाँदै अब दोहोरो देखाउनु न यो हात पनि देखाउनु रहनु पर्यो क्या जे बोली जहाँ त्यो र ठाउँमा नि देखाउनु अनि खाल्डा र खुल्डी छ त खाल्टो नि पुर अनि त्यहाँबाट चाहिँ सम्याउने हल्का सम्याउने अनि त्यहाँबाट माटो चिसो छ झार मर्दैन अनि फेरि बिसिन चला जस्तो गरेर पछि गर्न पर्ला अब पानीको पानी भयो मकै बुढेर गयो सर्वसै भयो अब भर्खर आज थालेको भयो भयो दामी भयो नि अनि त्यहाँ भन्न त के भन्ने र त्यहाँ हामी बोलेको अब त्यो बोल्दैन बोल्छ यो निकाल अहिले म सुनौँ अहिले सुन्ने अहिले त अनि बनाइराख त भ्लग अनि र ऊ हरिले खन्दैछ ऊ जो मकै नि उहाँले लिएर आइसक्यो यो फेरि काटेर सुन्नु है त तपाईँ र हुनुहुन्छ हाम्रो आमा हुनुहुन्छ आमा हजुरको नाम के हो मिठा हो अनि हजुरले चाहिँ अहिले के गाउँदै हुनुहुन्छ सुखा सुखा जे भए पनि गाउँछु गीत हाँसेर मै पनि ए हो यो समातेर चाहिँ हजुरले गाउनु होला दुःख सुख जे भए पनि गाउँछु गीत हाँसेर मै पनि दुःख सुख जे भए पनि गाउँछु गीत हाँसेर मै पनि बाउको घर ढुङ्गाको सानो छ जेठी छोरी रोएर खानु छ बाउको घर ढुङ्गाको सानो छ जेठी छोरी माएर खानु छ नौ अब यस्तै हो संसार अब अर्को एउटा भन्नु अर्को भन्नु भन्नु सारा जान्छ त अब तपाईँको भाइ बुहारीको मोबाइल आएर छ नि जान्छ भाइको घर ढुङ्गाको सानो छ म दिदीले रोएर खानु छ भाइको घर ढुङ्गाको सानो छ म दिदीले रोएर खानु छ मामा तिमीलाई बिकाउँदाखेरिमा पाएँ दुःख गरौँ के तेरीमा मामा तिमीलाई बिकाउँदाखेरिमा पाएँ दुःख गरौँ के तेरीमा लु भयो धन्यवाद तपाईँलाई नारायण चिता पुगोस् तपाईँले के भन्नुहुन्छ उहाँले कति मिठो गाउनु भयो के छ तपाईँमाथि नि मलाई आउँदैन नारायण हरि तपाईँलाई नि आउँछ भने गाउनुहोस् एउटा एक दुईवटा राम तिमीलाई त्यो भातो पाल्नुहोस् मलाई आउँदैन आउँछ होला एउटा गाउनु ल मधेरी खोला गुएली पाएको चरलाई लिएर सबै देख्नु निकै भयो मलाई के कम बेदाना भन नि बरु ल त्यो माइक मुखनिर राखेर मधेरी खोला गुएली पाएको चरीलाई लिएर सबैको देखेर निकै छ मलाई के कम बेदाना भन न
अब गीतै भन्न आउँदैन भए पनि गाउँछु गीत हाँसेर मै पनि दुःख सुख जे भए पनि गाउँछु गीत हाँसेर मै पनि तपाईँले बरु भन्नु हो मैले एउटा सकिने मेरो त्यही एउटा वाइ छोड्दै भाइको ल कान्छो भाइले घिउ खाने डबाकी दुई बहिनीमा मै रहेछु बाँकी भयो भयो खतरा मजा आउँछ भने फेरि भन्नु भन्नु कान्छो भाइले घिउ खाने डबाकी दुई बहिनीमा मै रहेछु बाँकी भाइको घर ढुङ्गा र तता जेठी बहिनी दिदी नपाल्ने भाइ कता भाइको घर ढुङ्गा र तता जेठी दिदी नपाल्ने भाइ कता बोला हाम्रो साथीहरूले चाहिँ यत्रो यति मकै गडी भ्याउनु भयो है ल जाम जाम आन्टी जाम जाम हाम्रो हरिसर रात पन लाग्यो अझै गडे अब मेरो साथी चाहिँ अब घाँससँग लागेको छ नाम्लो अघि लिएर आएको नाम्लो यही हो गाइजहरू भ्लग अलिकति लामो होला जस्तो छ आज है अब यहीँ रात पन लाग्यो यो गन्दे फुल कस्तो दाम भ्लग ठुलै भयो है ठिक छ हाम्रो रामपुरका मान्छेले नि हेर्छ सबैजनाले कुशल कडेल वाउ कस्तो दामी बुकी फुल बन्यो नि त साथी तिमीलाई नि धेरै समयपछि भेट भएको ल बुकी आई लभ यु होइन थ्याङ्क यू भन्नु पऱ्यो के ए ठिकै छ साथीलाई नि माया गर्न त मिलिहाल्यो नि साथीले चाहिँ बिहानै घाँस झारेर जा अरे बिहान लान्न सकेर हो कि सुकाउन राखे सुकाउन राखे कि के हो ए ठिक छ ए साथीले यो चाहिँ डुम्बी ओहो यो रुखा चढेर यहाँ साथी फेरि गाउँकै घाँस हालिदिने हो क्या खतरा अहिले गाउँमा मान्छे छैन होइन सर्टेज हो अब परमा मकै गोड्न अब मकै गोड्ने के भन्छ खेताला पाएको छैन होइन त खेताला पाएको छैन अहिले यस्तो दामी भइसक्यो हामी पुग्ने चाहिँ ऊ त्यो डाँडामा हो होइन कहाँ हो साथी घर तिम्रो बुढी गण्डकी देखा हो मैले आज दिउँसो चाहिँ उहाँ तल पर्छ है यहीँ देखिरहेको छ जाने हो र त्यहीँ दिलाइ जानु साथी कुरो रहेछ तर पनि म तपाईँहरूको लागि म बुढी गण्डकी देखाइदिन्छु साथीले यहीँबाट देखिन्छ भनेर आएको म देखियो त देखियो खोइ साथी यहाँबाट देखिँदो रहेन त नि त तिमीले झुट बोल्यौ क्या हामी तल्लो गरेर जान्छौँ यता तित्रो फेला पर्न बेच कुरो छ साथी यो लगाइदिनु तेरो वाटर प्रुफ त हो कुरो प्रुफ त होइन नि त वा यही हो बुढी गण्डकी ओ बालुवा चौर र के हो त्यो बाँझहरूको चौर र बालुवाको चौर भन्ने अलिक उतापट्टि त्यहाँ चाहिँ हामी फुटबल खेल्थ्यौँ होइन साथी बच्चा हुँदा अलिक ठुलै हुँदा पनि बुढी गण्डकी राम्रो देखियो यो ट्याक्क बढेर आएपछि यता कतासम्म डुमान हुने यता माथिसम्म हुन्छ यो सबै डुब्छ यो कत्रो चाहिँ ताल बन्ला त फ्याताल भन्दा नि ठुलो बन्न सक्छ सो भारी धकालिदिनुपर्छ साथी यो त के एक हातको खेल होला साथीले ल भारी बोकेर ट्याक्क यो हो नि त तरिका जाम साथी रात पाउनु लाग्यो हाइट भारी हो क्या त मुठा बोक्या जस्तै छ त ल यतिखेर चाहिँ हामी अब साथीको मकै गोडी पनि अब भ्याइया चाहिँ छैन अब भोलितिर गरिदिनुहुन्छ अरे अहिले चाहिँ लागेको ल हामी अब घर जान्छौँ अनि घर गएपछि चाहिँ फेरि भात खान्छौँ होइन रमाइलो गर्छौँ साथीभाइ धेरै समयपछि भेट भएको हो अनि तपाईँहरूलाई भ्लग कस्तो लाग्यो मैले खास पहिलोपटक जिन्दगीमा फर्स्ट टाइम
यसरी भलक लिएर आएको ल खोइ कहाँ ल यहाँ साथी मलाई देखान भन्दै हुनुहुन्छ आन्टीले आन्टी आउनुहोस् मकै नानी के गर्नु भयो है खाँदा अलिक बढी भयो नि तपाईँले यहाँ आएर हेर्नु नि त्यहाँ बसेर हेरेर देखिन्न नि त ल हामी जाँदै गरेको है आउँदै गर्नु ल मैले चाहिँ साथीको कोदालो समाएर जान्छु साथीले घाँस बोक्दैछन् है आउनुहोस् फाइनल्ली घर आइपुग्यौँ फेरि काँक्रो टिकट ल्यायो है अनि धेरै थाकियो उकालो हिँडेर कोदालो छ साथी कहाँ राख्ने कोदालो ल ठिक छ घाँस राखे साथीले ऊ चाहिँ ज्ञानी छ भाँडा साँडा यस्तो यताउता हानिदिन्छ होइन मान्ने काम तर मिहिनेती छ जे होस् साथी बच्चैदेखिबाट हो होइन मैले त्यस्तो मिहिनेत नगर्ने खान्छु होइन हात चाहिँ अब पाउन जस्तै भयो नि त त्यही भएर खासै गरिएन कसो हो गर्ने सासको दियो पनि बलिसकेको छ खाए त्यतिखेर भने हामी अब खाना खान्छौँ र एकछिन एक्सर्साइज गर्छौँ गाउँमा एकछिन हिँड्न जाने हो अझै म धेरै ठाउँमा जानुपर्ने थियो तर धेरैजनालाई भेट्नुपर्ने थियो पास छैन है समय छैन नरिसाउनु होला अर्कोचोटि आउँदा फेरि सबैजनालाई भेट्नेछु यसरी नै रमाइलो गर्नेछु र भिडियो फेरि बनाउनेछु म चितवन गइसकेपछि चाहिँ भिडियो नआउन सक्छ तर गाउँ भएर चाहिँ मैले अलिकति फुर्सद छु नि त त्यो भएर बनाएको हो हेलो बाई गाइस साथीलाई सलाद लिएर छु मैले म जुत्ता खोलेको छैन कि ओहो मान्छे भाग्लाउने मान्छे भएर आउँदै हुनुहुन्छ हामी यहाँ खान थालिसक्यौँ ट्यागको घिउ र भात घिउ त खतरा हाल्दै साथीले के हो टिभी हेर्ने आइडिया हो तपाईँलेहरूले फेरि टिभी कहाँ छ भन्नु होला के गर्ने रे साथी ल भनिदेऊ त डेमा म्युजिक बजाउने सुन्ने फिल्म त्यहाँ चाहिँ साउन्ड सुन्ने त्योबाट फिल्म हेर्ने चाहिँ यहाँबाट ट्याग कसरी रे अघि स्टाइल खै अघिको ट्याग एक फेर साथीले चाहिँ ट्याग यहाँ यस्तो गर्ने रे क्या ट्याग यो भयो होइन यहाँ यस्तो ट्याग यस्तो गर्ने ट्याग हेर्ने चाहिँ त्यता है फेरि फिल्म हेर्ने साउन्ड सुन्ने त्यताबाट गजब आइडिया होइन त साथी बाबा ल्याएर यतिको क्रिएटिभमा हो फिल्म बज्छ फेरि होइन साथी ए कुन फिल्म हो यो टिकटक चल्छ धादिङको नीलकण्ठ नगरपालिका म ड्राइभर हुँ होइन मैले सोच्छु जुनकिरी गुड मर्निङ चिया साथी चाहिँ दिनको सुरुवात कालो चियाबाट हुन्छ यो अर्ग्यानिक चिया हो फेरि चिया हामी दुध चिया आनन्द भ्यू हेर्दै है मात्रामा ग्यास यतिखेर म आइपुगेको छु काफलको बोटनिर है यो तपाईँहरूले देख्न सक्नुहुनेछ कस्तो दामी पाकेर बसिराखेको छ काफलहरू वाह कुनै पाक्दैछन् कुनै काँचै छन् कुनै पाकिसके एकदम मिठो हुन्छ है यो आँटे काफल तपाईँहरूले देख्नुभएको होला होइन यो साँधेर खानु त झन् औधी मिठो हुन्छ एकदम मिठो हुन्छ त्यही भएर गाउँ चाहिँ आउनुपर्छ कि गाउँमा आएपछि धेरै चिजहरू चाहिँ देख्न खान र इन्जोय गर्न पाइन्छ यस्तो काफलहरू टन्नै रहेको छ है यदि चाहिन्छ भने तपाईँहरू पनि आउनु होला ल्याउनु चाहिँ सक्दिनँ काफल वाउ कति ठुलो बोर्ड छ अनि काफल पाक्यो भनेर चरीले पनि भनिराखेको छ क्या यो सिजनमा चाहिँ चरीले पनि गीत गाइरहन्छ होइन अनि काफल पाक्छ पनि भैँमै कति झरेर बसेर टिप्दै खाँदै गर्नु हुन्छ म चाहिँ अब एकछिनमा यो काफल टिप्छु अनि चाख्छु खान्छु ल
के ल्याइदिउँ मायालाई खोसेली काफल ल्याउँ कि अरू केही ल्याइदिउँ खोसेली। खतरा गीत पनि गाइयो त। यहाँ चाहिँ एउटा बाबा बसिरहनु भएको छ। बुवा तपाईँ त माथि डाँडामा आएर बस्नुभएछ त, नमस्कार। त्यो त मकै कुर्न आउनुभएको? मकै कुर्न आउनुभएको? मकै कुर्न आउनुभएको? होइन यत्तिकै बस्न? त्यति हिँडेको। ए रमाइलो ह, यसो बस्यो है, काफल पनि पाकिरहेको रहेछ। मैले चिनिनँ। म त तल्लो रामपुरको। तल्लो रामपुरको? हजुर। तपाईँको घर यतै होला होइन? ए ल ठिक छ, म यसो त्यता पुगेर आऊँ भनेर। ल बाजे यत्तिकै आउनु हुँदो रहेछ होइन। ट्याक्क यता आउनुहुन्छ बिहान, ट्याक्क हिँड्दै उहाँ तलतिर घर छ, यो डाँडामा आउनुहुन्छ अनि टक्क यहाँ बस्नु हुँदो रहेछ अनि फेरि फ्रेस हुनुहुन्छ, जानुहुन्छ। सायद पुराना दिनहरू सम्झिनु हुनुहुन्छ होला होइन, सम्झिनुहुन्छ, आउनुहुन्छ। अब यो डाँडा पाखामा हुर्केको, खेलेको, बाख्रा चराएको, मेलापात गएको, घाँस दाउरा स्याउ भन्नु आउँछ, स्याउलाहरू काटेको ती दिनहरू सम्झिनुहुन्छ होला सायद, मलाई त्यस्तै लाग्छ। र म जाँदैछु त्यहाँ एउटा मन्दिर छ अनि त्यो मन्दिरमा चाहिँ बेल पनि पाकेको छ, मन्दिरको यतापट्टि साइडमा। म त्यो बेल खान्छु अनि बेल एक दुईवटा लिएर जान्छु पनि। काफल चाहिँ मैले टिपिनँ, चिप्लो थियो रुख त, अलिअलि भुइँबाट जति भेटेँ मैले चाहेँ। सो रमाइलो छ गाउँ। हेलो साथीहरू, म चाहिँ के देखाउँछु अरे तपाईँहरूलाई, बेल त्यहाँ छ तर बास्ना चाहिँ त्यतादेखिबाट नै आएको थियो कि। यो बेलको बास्ना हरहरी आइरहेको थियो, बास्ना एकदम मिठो आइरहेको थियो। बेल पाकेको छ अनि फलेको पनि छ क्या, म पोहोर आउँदा पनि चाहेको थिएँ। एकदम मिठो छ बेल अनि लटरम्म फलेको छ। बेलधरि पाकेपछि पयालो हुन्छ कि। अनि यो गर्मीको चाहिँ औषधि पनि हो, यसरी आफै झर्छ फुट्छ है। वाह कस्तो मिठो बासना छ। बेल फल्यो, लोत छ फलेको है। यो चाहिँ हाम्रो मन्दिर हो, तपाईँहरू भिजिट गर्न आउन सक्नुहुन्छ, घुम्न सक्नुहुनेछ। धारो पनि छ, पानी आउँछ होला, पानी चाहिँ आउँदो रहेछ सायद, यहाँ पूजाआजा भएको बेलामा खुल्छ होला। बेलको रुख ठुलो छ। मैले चाहिँ रुखबाट एउटा बेल पनि टिपिनँ है। त्यो बेल चाहिँ मैले जति झरेको थियो त्यति टिपेँ र यति नै लिएर जान्छु। यो चाहिँ गर्मीको एकदम राम्रो औषधि हुन्छ। यसलाई मिक्सरमा हालेर पेलेर जुस बनाएर खानुपर्छ, यसको दानाहरू हटाएर। एकदम मिठो छ। थ्याङ्क यू सबैजनालाई। गाउँ गएपछि जहाँ गयो नि केही न केही चिज चाहिँ खानेकुरा भेटिरहेको हुन्छ, अचम्म लाग्छ मलाई। अब यहाँ तल ठ्याक्कै हेर्नुपर्दा चिसो रहेछ तर पनि सरी फर द्याट। यहाँ हेर्नुहोस् न, अब डुम्री पाकेर झरेर यस्तो बस्यो है। यस्तो मिठो मिठो चिजहरू पाइन्छ। अब डुम्री पाकेर बस्यो। यो डुम्री कलिलैमा साँधेर खाए पनि भयो, बोइल गरेर खाए नि भयो, तरकारी पकाएर खाए नि भयो। यतापट्टि फर्क्यो, फेरि यतापट्टि के हो यो खन्यु छ। यो खन्यु चाहिँ भाले हो कि पोथी हो भन्ने कुरा चाहिँ थाहा हुँदैन। ल कोट्याएर यसको तलतिर हेर्नुपर्छ। यो चाहिँ भर्खर दाना लाग्दै रहेछ, भर्खर दाना लाग्दैछ। यो पाकेपछि फेरि यो पनि मिठो हुन्छ। यो चाहिँ भाले चाहिँ ठिक हुन्न, पोथी चाहिँ ठिक हुन्छ। यतापट्टि पनि रहेछ, तपाईँहरूलाई देखाउँछु। ठ्याक्क हेर्नु न, अब यस्तो मिठो गरी पाकेर बसेछ, यस्तो दामी, यस्तो जुसी। आहा, जति कोट्याए फेरि त्यति फेला पर्छ। यो चाहिँ खतरा चिज हो। यो ट्याक्क निकाल्ने, पखाल्ने, खाने, यो एकदम मिठो चिज हो र यो फाइदा नि गर्छ स्वास्थ्यलाई। एकदम अर्ग्यानिक पनि हो, आफ्नै माटोमा
आफ्नै त के हुनु यो अरू के हो तर पनि मैले तपाईँहरूलाई देखाउनको लागि हेरेको यो खासै गाउँतिर अब खाइन्छ अझ यो विशेष गरी बच्चा बेलामा चाहिँ खाइन्थ्यो खोज्दै जाँदै खाइन्थ्यो होइन अहिले चाहिँ अब त्यति धेरै अब पाइँदैन तर यस्ता यस्तो चिजहरू चाहिँ गाउँतिरको एकदम मिस हुन्छ मलाई चाहिँ होइन आएको बेलामा चाखिरहेको हुन्छु खन्यौ आज तिनैको मुक्ति नाम दोहोऱ्याएर गौरवित भयो गरिबीको अँध्यारोलाई जलाएर किन स्याड हामी भिडियो हेर्दैछौँ है गाइस स्थापित भएको छ